कहाँ गएर आउनुभयो ल हेर चोट घाउ लागेर कता पुगेर आउनुभयो जुसले किरा जस्तो दारी भएको दाजु कथा धेरै लामो छ के वा कति तिले भन्ने न खै के भन्नु हजुर बेलुका सबैजना घर आउँदै थियौ एक्कासी आकाशबाट पैसा झर्यो त्यही पैसाको लागि रातभरि झगडा गर्यौँ बिहान हेर्दा त पैसा त नक्कली परेछ त्यही भएर सबैजना फर्केर आएको आइ 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 कसरी हान्यो नि ए पैसा भेटेपछि तिम्रो कुटाकुट भयो अनि फेरि नक्कली नोट भनेर थाहा भएपछि फेरि मिल्यो तिम्रो अब पैसै नभएपछि के झगडा गर्नु त त्यही भएर हामी त आयौँ यो नक्कली पैसा मैले ल्याएको तिमीहरू गाउँलेहरूलाई कमजोर बनाउँछु तेरिका यो राक्षस ढुङ्गा हो कि के भन्छ ढुङ्गा जस्तो राजी कानको फ्युज पनि ढुङ्गा जस्तो होइन कि गुन्डा जस्तो हो बिस्तारै बोल अहिले मार्ला फेरि होइन होइन मारिसेला अहिले फेरि कति कानको फ्युज भएको भने गयो तिम्रो गाउँलेहरू गयो ल हेर त हाम्रो यो कमलो गाउँलाई बाहिरबाट मान्छे आएर कमजोर बनाएर पैसाको लोभ देखाएर ओहो ज्यान जोग्न नै गाह्रो हुने भइसक्यो अब त हामीलाई त बिजोगै बनाउने भयो होइन त आसाराम तिमीहरूले राजनीतिक नाममा के बुझेको छौ अब म बुझाउँछु तपाईँहरू भन्दा पनि माथि कोही छ भन्ने थाहा छैन राजनीतिमा कोही छैन हामी भन्दा माथि छैन रे जुसले किरा जस्तो दारी भएको मान्छे केटी यसो गरेर पछाडि फर्केर हेर त ए उहाँलाई त हाम्रो सरहरूले हटाइसक्नुभयो के हटाइसकेको फेरि आयो गट्टे तैँले सम्हाले म गएँ यो बजेले त हे पो त मलाई फ्याल्ने अब फाल्ने त्यो जनताको पालन गर्नु पर्नेले शासन गर्न पठाउँछ अनि यस्तै हुन्छ कि यस्तै हुन्छ राजामती कुमाटी झिगेवस पिराटी हाय बाबा राजामतीचा का मी चाहिँ कहाँ गएर आएको नि अब त तिम्रो लागि भनेर त्यो भैँसी जत्रो ज्यान भएको गुन्डासँग पनि फाइट गर्यो हे कतिजनासँग फाइट गरिसके माया पनि त्यति नै धेरै गर्छु हे अब त घर जाने नि ए भनेपछि जति बेला नि गर्ने चाहिँ पातली 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 अनि अहिले चाहिँ मलाई घर लैजाने जान्छु तसँग घर अटेरी नगर न तिमी कस्तो बुढा होइन म तिम्रो जाँदिन म घर कस्तो भन्ने नभनेको घर जाने ल छोड भने आसुती छोड पटुकीले कस्यार मनमा माया बस्यार झलक झलक हेर्न आएको ए छोड भने
भनेको मान न पहिले भनेको मान्ने न कस्तो असटी रहेछ नि बुढी पनि हे छोड भने म त छोड्ने नि छोड्दैन कदापि छोड्ने न साँच्चै छोड्दैन सच्ची छोड्ने न त्यसो भए म पनि बाँधिदिन्छु नि त है हुन्छ नि आँखा बन्द गर नि त सच्ची अँ भाग्ने त होइन नि होइन आँखा बन्द गर छोड न कता गयो किन नबोली बसिएको अम्मिचा मेरो बुढी छैन कता गयो का मलाई यसरी पट्टी बनाएर कहाँ भगेर ल्यायो भनेको कहाँ जाने होला मेरो बुढी कहाँ गयो भनेको यति धेरै माया गर्छु है कहिले बुझ्ने भनेको के गर्ने होला कहिले मेरो माया बुझ्ने होइन कहिले पनि भनेको मान्ने न बस्न आयो हो कस्तो मिठो बस्न आयो भनेको लेडिज बस्न है जे होस् माया नगरे पनि चिनो चाहिँ दियो नि मेरो पटुकी उसले चिनो लाग्यो है जे होस् के भन्छ त्यो आहा बस्न सुँगेर भए पनि जिन्दगी कटाउँछु नि मेरो पटुकी लान्छ भन्ने थाहा भएको भए त झाँक्रीलाई खोजी मनी लगाएर पठाइदिन्थेँ नि के गर्नु मने न थाहै भएन मेरो बुलेट कान्छी बेचरा त्यो गाठीले नि साह्रै दुःख पायो कि अब आज त्यत्रो गुन्डाले कुट्यो बेचरालाई कहाँले दुःख होला तपाईँले खालि गठे भन्नु बिचरा पातलले पनि त्यस्तो अप्ठ्यारोमा छे त्यो गठे जहिले जाड खाँदै बस्छ अहिले त जाड छोडेको भन्दै थियो नि त के थाहा जडियाहरूको कसरी भर लाग्नु अब के गर्ने होला मलाई त माया लाग्छ त्यो गठेलाई त लुगा दिनुभयो बरु पातललाई पनि एक जोर दिन पाए पातली पनि खुसी हुन्थे बुलेट कान्छी मलाई त आफ्नो लाग्छ भाइ अर्काको बुढीलाई गिफ्ट दिँदा के भन्ला तपाईँ किनेर लिएर आइदिनु न त म लगिदिन्छु नि त ढेकुर गाह्रो नि मेरो बुलेट कान्छीले अब त्यसै गाह्रो है ल किनेर लिएर आइदिनु म लगिदिनु ल अब कस्तो खाले किन्नु पर्ने हो कि मै किनेर लगिदिन्छु हुन्छ तिमीले किनिदिऊ ल म किनेर लगिदिन्छु है त लु अब हामी जाउँ यो बान्दुक पनि लिएर है ए भाइ यो घर गाउँतिरको मान्छे सबै चिन्छौ यो गाउँको सबै चिन्छु घर टोल सबैलाई एक को मान्छे को बस्छ को मान्छे कहाँ बस्छ सबै थाहा छ बल्ल यो भाइ आइपुगेछ अब बल्ल सर समानुपातिक ढङ्गले भाइ चिया खानुपर्छ बाउ चिया त नखाऊ होला त्यसो भए खया के खान्छौ त के खाना त खान्थे पहिला अहिले त छोडिदिइसकेँ मैले खाँदिनँ म ल भाइ यो चौताराको लागि बजेट म छुट्याइदिन्छु राम्रोसँगले बनाउने उद्घाटनमा मलाई बोलाउने हस् हजुर भइहाल्छ नि त्यसो भए समानुपातिक ढङ्गले चिया खाँदै मात्रै भने खाने भए पनि खाउँ लो जमाऊ अब आफूलाई त आउटिङ आउँदैन सिधा कुरो भन्नुपर्दा जानी भए झम्क्याएर हौ गाटे तँ कतातिर लागेको हौ म त यतैसँग लागेको गाउँमा त नयाँ देखिन्छ त उहाँलाई त्यहाँ चौतारोमा भेटेर लिएर आएको समानुपातिक ढङ्गले युद्ध अझै जारी छ हजुर
काट्दो कुरो गाडेको होला। युद्ध त कहिले पनि सकिँदैन नि। यो त हुँदा खाने र हुने खानेको बिचको लडाइँ हो। अलिकति समाज सेवाको भावना छैन जस्तो छ। हामीले समाज सेवा गरेरै यो देशमा परिवर्तन आएको। परिवर्तन त आएको त हो नि। परिवर्तन आउनु पर्ने, परिवर्तन गयो। अब समाज जति सबै विदेशतिर लागिसक्यो। अब कुकुर बिरालोको सेवा गरेर बाँच्न। हाम्रो पार्टीले देश फर्काउ अभियान चलाएर आएको छ। अब आफै टिकट काटेर आउँछन्। हजुर, टिकट काटेर पो आउँछन्। अभियान हाम्रो पार्टीको, टिकट काट्ने पैसा उनीहरू आफ्नो आफ्नो। अब यस्तो कुराले पनि देश बाँच्छ त गाठे? बन्दैन। विचार गर है, विचार गर। चक्रव्यूहमा फस्ला नि फेरि। पछि ज्यो मलाई त आउटेर पार्यो भनेर चाहिँ आउनु पाउँदैन नि। अब चक्रव्यूहको कुरा गर्छ। मेरो नाम चक्रे भनेर कसरी थाहा भयो? मान्छे हेर्दा फन घुमाउला जस्तो छ। कसरी थाहा भयो भन्छ? विचार गर है गाठे, तँ विचार गर। देश बनाउने मान्छेलाई हल्का विरोध, हल्का समर्थक भइहाल्छ नि। जौइन हामी। कान्छी दिदी पो आउनु भएको रहेछ। आउनु न भित्र। ए तिमी पो रहेछौ। पातली खै त? ए यहीँ पो रहेछ। आउनु न, बस्नु न। अनि के गर्दै बसिरहेको थियो? एउटा सानो कोसेली लिएर आइदिएको थिएँ। यो लगाएर हेर न, ठिक हुन्छ कि हुँदैन। म अहिलेलाई चाहिँ जान्छु है। होइन यही एउटा सामान दिनु थियो, त्यही भएर आएको। अहिलेलाई चाहिँ गएको, पछि भेटौँ न नि। गएको है। तिमी हाम्रो कामको मान्छे रहेछौ भाइ। तिमीले चिन्ता लिनु पर्दैन। तिम्रो लागि केही हामी गर्छौँ। देश हाँक्ने भनेको हामीले हो। खोइ कसले देश हाँक्ने हो, जसले हाँक्ने हाँको। आफूलाई त गाई गङ्गा बराबर हो। अब एउटा साउजीकोमा काम गरेको थिएँ। साउजीले मसँगै पैसा खोज्न जानुभएको थियो। ढुट्टो पिठो खाएर आउनुभयो। आफ्नो त जागिरै जाला जस्तो छ। तिमी मैले भनेको मात्रै मान्दै जाऊ, तिम्रो भविष्य बनाइदिन्छु। त्यो भविष्य भन्ने मान्छे मेरो भतिजो थियो। साह्रै काम नलाग्थ्यो, फिटिक्कै काम नलाग्ने गुज्रेकै थियो। त्यो अब अहिले चाहिँ अमेरिका गयो। आनन्द भएको छ मलाई त्यो गएर। स्वर्ग पुगेको जस्तो भएको छु। त्यो हुँदा यति दुःख दिन्थ्यो, पुरै नगर्नुहोस्। के भन्नु खै। तिम्रो जिन्दगी पो बन्छ भनेको त भाइ। तिमी कुरै बुझ्दैन लाटो जस्तो। तिम्रो भविष्य बन्छ भनेको यो भाइ कुरै बुझ्दैन। अनि त बुझ्ने के पो त साउनी, मैले त नामै बिर्सेँ। अलिकति ल्याउँ त। मैले नाम बिर्से पनि सामान चिज भनेको त यही हो है। साउनीले कुरा बुझेर ल्याएको छ है।
अलिकति चाख त भाइ म त यो लिँदैन थिएँ। अलिकति हातले यसो चाख न अलिकति चाख खाऊ खाऊ मिर्छ खाऊ कडा छ कडा। अलिकति चाख न यसो चाख खाऊ खाऊ खानी र अलिकति खाऊ न खाऊ 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 पुरै खाऊ मिर्छ खाऊ अब अलिकति खाऊ धेरै राम्रो हुन्छ थोरै थप मैले त रक्सी छोडेको थिएँ। अघि अलिकति कम खायो थप्दै गएपछि यो राम्रो हुँदै जान्छ खाऊ खाऊ थप अब एकचोटि थप खाऊ थप थप एकचोटि फेरि एक प्याक मार त अब यो खाएपछि कि कसम खानु हुँदैन कि कसम खाएपछि यो खानु हुँदैन भन्थे। यो पुरानो कुराहरू हुन् यो अहिलेको नयाँ हो खाऊ 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 खाउँ खाऊ ल खाऊ एकचोटिबाट दुईचोटि तिनचोटि खाँदै गएपछि यो बडा राम्रो छ अब एक प्याक मार ल यो अझै फुल खाऊ बडा राम्रो छ पानी पनि थपेको छैन अब राम्रो हुन्छ खाऊ ल अब कसम नखाऊ जति छ अब खाऊ खाऊ सफा खाऊ हुन्छ खाऊ खाऊ ए भाइ मलाई नेपाल लगिदेऊ सर हामी जो नि नेपाल भित्रै छौँ नि हामी भित्रै छौँ नेपाल भित्रै छौँ। त्यसो भए मलाई कमलो गाउँ लगिदेऊ हामी कमलो गाउँको पनि भित्रै छौँ रे सर हामी भित्रै छौँ। यो सकेछ भट्टी ल्याऊ हामी भट्टी भित्रै छौँ क्या सर भट्टी भित्रै छौँ हामी। के भन्ने भन्ने नामै बिर्स्यो उतो ल्याऊ अब सिरिसको यो राको के गर्ने यसलाई हामीले खाने हो। मेरो जेठी छोरी यो गाउँको कामै नगर्ने मान्छेसँग आएको छ भन्ने थाहा पाएको छु तिमीले पत्तो लगाऊ त्यस्तो भयो अब म जस्तो लाटोले कसरी पत्ता लगाउने होला। छोरी पत्तो लगाएर ल्यायो भने हराएको छोरी त्यो जडेलाई दिनु भन्दा तिमीलाई बिहा गर्दैछु त्यो मान्छेलाई मैले उठ्नु भनेर गुन्डा पठाएको थिएँ जो भन्ने मान्छेले चाहिँ भनेको उल्टो गुन्डालाई भक्कु पठाएर कुटेर चाहिँ भनेको लहर्छेछ। अब त्यसो भए त्यसलाई फेरि अर्को गुन्डा लिएर पिटाउनु छोरीलाई फिर्ता लिएर आउनु अनि मसँग बिहा गरिदियो। ओके भेरी गुड नाइस। बल्लै भने यो भाइले सौदिलो कुरा गरौँ ल चेस गरौँ सिधै छ सिधै ल मुला मुला चेस गरौँ मुला 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 ल रातो गर्छु ल मुला खाऊ ल ल चेस साउने यो भट्टी उद्घाटन मलाई किन नबोलाएको अर्को उद्घाटन मलाई बोलाउनु रिबिन म काटौँला है। पैसाको लोभ गरेर चोटपटक लिएर आएछ कति दुख्यो होला। ल राम्ररी बस्नु गाउँभरि झगडा गर्दैन हिँड्नु पैसाको लोभ नगर्नु। अब भाउजू पनि घर आउनुहुन्छ अनि गाउँभरि पातली पातली भन्दैन हिँड्नु भाउजू घर आउनुहुन्छ राम्ररी बस्नु ल। नगर्ने नि डिस्टर्ब नगर्ने
बहिनी यही थियो त कहाँ गयो तर सपनामा भए पनि बहिनीले भन्नु त राम्रै भनिएको हे कृष्ण यो घरमा क्या राम्री परी छे राधिका स्वर्गबाट धरतीमा झरी छे स्वर्गबाट धरतीमा झरी छे कति राम्री देखे कि सधैँ घोचपिच गर्नेले आज प्रशंसा गरिस् त के बात त हे कृष्ण महल छोडी छाप्रोमा आएर राधिका के पायो र दुखीलाई धाएर के पायो र दुखीलाई धाएर महलमा बस्ने जति सबै सुखी र छाप्रोमा बस्ने जति सबै दुखी हुन्छन् र यो पनि कुरै बुझ्दिन के पिउँदैन भन्दा भन्दै बिलायो साक्षीले पदले यो को मान्छे हो पदले खोइ पदले आँखा फुटेछ कि क्या हो फेरि धोकेर आइस मैले रक्सी छोडिसकेँ भने यति बिग्रिँदै जान्छ लाज शरम छैन जति भन्दा पनि नसुन्ने भयो यसले त गाउँको मान्छे जस्तै बोल्ने मान्छे चाहिँ को रहेछ ए पदले खोइ भने पदले खोइ मेरो पदले खोइ मैले जाड छोडिसकेँ भने चाहिँ मलाई थाहा छैन पदले खोइ मेरो पदले खोइ पदले खोइ मलाई मेरो पदले चाहियो पदले चाहिन्छ भने मलाई मेरो कस्तो मान्छे हो यार पदले नै छैन कहाँ गयो मेरो गयो मलाई मेरो पदले चाहियो क्या पदले खोइ मेरो पदले खोइ मलाई मेरो पदले चाहियो पदले चाहियो मलाई मेरो पदले चाहियो भने जति भन्दा पनि नटेर्ने भयो मर्नु नि बरु यो दरिया भन्ने जात पनि कहिले नसुध्रिने रहेछ जति सुधार्छु भने उति नै यस्तो गर्दै जान्छ सुधार्छु भन्छस् त खुब सुध्रेछ तेरो बुढा हजुर